नमस्कार साथीहरु, रोशन श्रेष्ठ एपमा तपाईलाई स्वागत छ। आज हामी रोमानियाको भिजा, तपाईलाई कसैले रोमानियाको भिजा आयो भनेर एउटा भिजा पठायो भने त्यो सक्कली कि नक्कली कसरी छुट्याउने त भन्ने विषयमा हेर्ने छौं। र सबैभन्दा पहिला तपाईले याद गर्नु होला, रोमानियाको भिजा यस्तो हुन्छ। यहाँ हेर्नुस् है, मलाई एकजना साथीले दिनुभएको छ। रोमानियाको यदि ओरिजिनल भिजा रहेछ भने यो तरिकाको भिजा हुन्छ, यो हुनुपर्छ। अर्कोको त्यो कागजतिर आएको भिजा ओरिजिनल होइन। अब तपाईको भिजा आइसकेपछि त्यो ओरिजिनल कि डुप्लिकेट छुट्याउनको लागि तपाई नर्मली हाम्रो एपमा भएको रोमानिया भिजा सर्भिस चेकमा क्लिक गर्नु होला र यहाँ तपाईले दुईटा कुरा पाउनुहुन्छ, भिजा चेक र वाच भिडियो। माथि भिजा चेकमा तपाईले क्लिक गर्नु होला। क्लिक गरिसक्नु भएपछि तपाईको गाडी नेपाल सरकारको यो आधिकारिक वेबसाइट खुल्छ। र म तपाईलाई के अनुरोध गर्न चाहन्छु भने हामीले यो एपमा कुनै पनि लिंक आफैले जेनेरेट गरेको होइन। हामीले चाहिँ तपाईलाई सजिलो होस् भनेर आधिकारिक लिंकहरु यहाँ राखिदिएको मात्रै हो। र यो नेपाल सरकारको यो वेबसाइटबाट यदि मानौ तपाई G2G बाट या श्रम गरेर आधिकारिक सरकारसँग श्रम गरेर जाँदै हुनुहुन्छ भने हरेक देशको तपाईले सर्च गर्न सक्नुहुन्छ, खोज्न सक्नुहुन्छ। अब यहाँ दुईवटा कुरा माग्छ, पासपोर्ट नम्बर र स्टिकर नम्बर। धेरै जना स्टिकर नम्बरमा झुकिनुहुन्छ, यो भनेको अलग कुरा हो। तपाईसँग स्टिकर नम्बर थाहा छैन भने तपाईले नराख्दा पनि हुन्छ, यो अप्सनल हो। यानी कि यो हान्नै पर्छ भन्ने छैन। नर्मली तपाईले आफ्नो पासपोर्ट नम्बर राख्नु होला। जस्तो अब मसँग भएको एउटा पासपोर्ट नम्बर राख्छु। तपाईको आफ्नो पासपोर्ट नम्बर यहाँ टाइप गर्नु होला। मसँग भएको PA020, त्यसपछि पछाडी मैले उहाँको लागि भनिन है त, हाइड गरे किनभने उहाँको प्राइभेसीको लागि हुन्छ। तपाईले आफ्नो पासपोर्ट नम्बर पुरा राख्नु होला। त्यो स्टिकर नम्बरलाई अभोइड गर्नु छोड्दिनुस्। तपाईले नर्मली सर्च गर्नु होला। यदि तपाई मानौ कुनै पनि देश, रोमानिया लगायत अरु कुनै पनि देश नेपाल सरकारको आधिकारिकबाट अथवा G2G बाट जानु भएको जाँदै हुनुहुन्छ भने तपाईको विषयमा पूरा डिटेल यहाँ आउँछ। हेर्नुस् है, यो रोमानियाको डिटेल हो। यहाँ माथि तपाईको नाम आउँछ, तपाईको महिला पुरुष तपाईको जेन्डर आउँछ, तपाईको पासपोर्ट नम्बर आउँछ, तपाई कुन कम्पनीमा जान लाग्नु भएको त्यो कम्पनीको नाम आउँछ हैन। कुन देश यहाँ हेर्नुस् रोमानिया देखाइरहेको छ। एप तपाईको एप्रुभ डेट कहिले हो त्यो पनि आउँछ। स्टिकर नम्बर यहाँ आउँछ। तपाईको के हो क्षमता त्यो पनि यहाँ देखाउँछ हैन। त्यसपछि कति वर्षको कन्ट्र्याक्ट हो, जस्तो यहाँ 2 देखाउँछ, कन्ट्र्याक्ट देखाउँछ। तपाईको स्यालेरी देखाउँछ। तपाईले कहाँबाट इन्स्योरेन्स गर्नु भएको त्यो देखाउँछ। इन्स्योरेन्सको पोलिसी नम्बर देखाउँछ। पोलिसीको एक्सपायर डेट देखाउँछ। मेडिकल देखाउँछ। हरेक कुरा भनेको A to Z तपाईको विषयमा यहाँ डिटेल यहाँ देखाएको हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईलाई कसैले रोमानियाको भिजा आयो भनेर भन्यो भने एकचोटी यसरी तपाईले पासपोर्ट नम्बर हानेर चेक गर्नु होला। यदि यो देखाएर र यो नदेखाएर तपाईको यहाँ चाहिँ नो डाटा फाउन्ड भन्यो भने चाहिँ त्यो भिजा फेक हो भनेर नर्मली तपाईले बुझ्न सक्नुहुन्छ। र भिजा ओरिजिनल हुँदैमा तपाईलाई चाहिँ सबै कुरा ठीक हुन्छ भन्ने कुरा नबुझ्नु होला। भिजा ओरिजिनल भए पनि तपाईले यो भनेको कम्पनी, जस्तो मानौ यो कम्पनी यहाँ छ हेर्नुस् नि, अल्ट्रा रिसाइकल SRL भनेको छ नि, हो रिसाइकल यो कम्पनी छ कि छैन भनेर तपाईले गुगलमा सर्च गर्नु होला। त्यो कम्पनी कस्तो छ, त्यहाँ कति स्यालेरी हुन्छ, हरेक कुरा सर्च गरेर बुझेर मात्रै जानु होला। भिजा ओरिजिनल हुँदैमा सबै कुरा ठीक हुन्छ भन्ने हुँदैन। तपाईलाई भनेको जति स्यालेरी हुन्छ हुँदैन, अरु कुरा सबै बुझ्नु। यो भिजा भनेको पहिलो स्टेप हो र बाँकी कुरा धेरै कुरा बुझेर मात्रै विदेश जानु होला भन्न चाहन्छु। र भिजा सक्कली रहेछ, रोशन श्रेष्ठ एपमा हेरेको ठीक रहेछ भनेर उच्केर फेरि अरु सबै ठीक हुन्छ उले भने जस्तो हुन्छ भन्ने नहुनु। यो भिजा मात्रै हामीले हेर्देको हो तपाईलाई सजिलो होस् भनेर। बाँकी स्यालेरी कामको विषयमा त्यो विषयमा तपाई आफैले रिसर्च गर्नुपर्ने हुन्छ है।